हाई मेरो जिम भिडियो त हेर्दै हुनुहुन्छ नि हैन हेर्दा गरम गरम नि लाग्छ बट भिडियो सकिँदा बित्तिकै भोलिदेखि सुरु गर्छु जस्तो लाग्छ बट बिहान उठेपछि अल्छी लाग्छ एन्ड यु फर्गेट टु गो ओके लेट मी टेल यु हाउ आई एम स्टिल कन्टिन्युङ टु गो भनेर खासमा मलाई एउटा कुराले ट्रिगर गरेको थियो यही टिकटकमा एउटा मोटिभेसनल स्पिकर हो कि के हो एउटा आउँछ नि क्लिपहरू टक 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 गरेर मोटिभेसनल स्पिक गर्छ उसको वर्ड चाहिँ के थियो भने मोटिभेसन डज नट लास्ट बट ह्याबिट अर डिसिप्लिन डज यो सानो फ्रेज म पहिले पनि देख्थेँ यसरी आफूलाई ट्रिगर चाहिँ कहिले गरेको थिएन बट त्यो दिन के भयो मलाई एकदम ट्रिगर गर्यो सो आई चेन्ज माई गोल टु बिङ कन्सिस्टेन्ट नट नो म्याटर द वेट 3 इडियट्समा भने जस्तै क्या काबिल बनौ अनि के भन्छ अरे कामयाबी झक मार्के तु मेरो पछि आएगी भनेर योभन्दा पहिले पनि मैले श्रीमानलाई नभनिकन कसैलाई नभनिकन घरमा युट्युब हेरेर छोरीछोरीको बेलामा मस्त डान्स चाहिँ गर्थेँ पुरै गर्छु पुरै बुढालाई सरप्राइज दिन्छु भनेर होइन बट इट डिन्ट लास्ट के जस्ट टु विक्स मात्रै त्यति बेला मेरो गोल चाहिँ के थियो भन्दाखेरि वेट लस थियो कि खासमा अनि वेट लस नभएपछि त्यो मोटिभेसनै आउँदैन आउनु अहिले भन्यो भने म अहिले पनि स्योर छैन कि म यति कन्सिस्टेन्ट हुन्छु कि हुँदैन त्यही भएर मैले जिम कस्ट्युम जुत्ता केही पनि छैन आई एम जस्ट गोइङ विथ द फ्लो यु क्यान क्लियरली सी इन माई भिडियोज है लड्दै पढ्दै आज 18 दिन पनि भएछ गर्न थालेको पनि इफ यु वान नो माई मोर स्टोरी लाइक मैले कसरी कन्टिन्यू गरिरहेको छु अहिलेसम्म देन लेट मी नो है गाइस अहिले बाई